नमस्कार, स्वागत छ हजुरलाई हाम्रो आँखी झ्याल च्यानलमा र म अनामिका तामाङ प्रधान हजुरहरूको समक्षमा फेरि एउटा भिडियो लिएर आएको छु। केही सन्देशमूलक भिडियो हजुरहरूको समक्षमा राख्न गइरहेको छु र विषय चाहिँ के हो भन्दाखेरि आउँदो दीपावली तिहार चाहिँ हामी कसरी मनाउने अन्त कुन समयमा चाहिँ कुन पूजा गर्ने भन्ने विषयमा आज हामी हजुरहरूलाई जानकारी दिनेछौँ र हामीसँग हुनुहुन्छ गुरुजी कुन्दन काफ्लेज्यू। नमस्कार। र उहाँको मुखरबिन्दबाट कस्तो प्रकारले पूजा गर्दा हुन्छ, कुन दिन गर्ने, कुन समयमा गर्ने त्यो हामी हजुरहरूलाई बताउनेछौँ। र उहाँ चाहिँ मादरीहाट क्षेत्रमा ज्योतिष आचार्य हुनुहुन्छ, मादरीहाट भित्रमा, र उहाँबाट चाहिँ आज हामी हजुरहरूलाई तिहारको बारेमा सुनाउनेछौँ। र यसपालि 2025 को धनतेरस तिहार चाहिँ कहिलेदेखि सुरु हुन्छ? धनतेरस, काग तिहार, कुकुर तिहार, गाई पूजा, लक्ष्मी पूजा, गोरु पूजा, साथै गोवर्धन पूजा र भाइटिका चाहिँ कुन तिथिमा र कुन समयमा चाहिँ हामीले मनाउनु पर्ने त्यो विषयमा हजुरले विस्तार रूपमा हाम्रो श्रोताहरूलाई बताइदिनुहुन्छ भन्ने आशा साँचे। नमस्कार, म कुन्दन काफ्ले, ज्योतिषाचार्य साथै गारुबस्ती दलमनबाट म पण्डितजी र वैदिक अध्ययनद्वारा म अहिले हजुर समक्षमा 2025 मा आउने जति पनि साहित्यहरू छन्, पूजनका साहित्यहरू छन्, हाम्रो दिवाली भयो, काग पूजा भयो, कुकुर पूजा भयो र गौ पूजा, लक्ष्मी पूजा, साथै गोरु पूजा र गोवर्धन पूजा अनि भाइटिकाको विषयमा चाहिँ हजुरहरू समक्षमा तिथि र कुन दिनमा पूजन गर्नुपर्ने हो त्यो विषयमा हजुरहरूलाई म बताउन गइरहेछु। सर्वप्रथम त धनतेरसको विषयमा बताउन गइरहेछु। धनतेरस भनिन्छ कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा धनतेरस हामी मनाउने गर्दछौँ। यस साल हामी सूर्य पञ्चाङ्ग जो नेपालबाट निक्लिन्छ जुन चाहिँ पञ्चाङ्ग त्यही आधारमा हामी चल्नेछौँ र हामी 18 तारिकको दिन शनिबारको दिन चाहिँ हामी धनतेरस मनाउँछौँ। द्वितीय त्यति बेला द्वादशी तिथि परे तापनि सायमको भन्नाले बेलुकाको समयमा, यहाँ त अब नेपालको समय दिएका छन् 2 बजेदेखि उता 1 बजेदेखि उताको जुन समय छ त्यहाँदेखि उता त्रयोदशी तिथि लाग्नेछ। तसर्थ हामी त्यो दिन हामी धनतेरसको दिन विभिन्न प्रकारका आफूले चाहेका चिजहरू, सुन आदि भयो, आदि चिजहरू हामी घरमा भित्राउन अत्यन्त आवश्यक हुन्छ र आफूले जस्तो जे सुविधा हुन्छ त्यो हामी भित्राउन सक्छौँ। र भोलिपल्टको दिन धन्वन्तरी जयन्ती मनाइन्छ। त्यो दिन त्रयोदशी तिथि परेछ, साथै चतुर्दशी पनि अलिकति भेटेका छन्। तसर्थ त्यति बेला हामीले धनतेरस भगवान जुन चाहिँ हाम्रो धन्वन्तरी भगवान हुनुहुन्छ, भगवान विष्णुकै एउटा अवतार हुन्, त्यो हामीले पूजन गर्न सकेछौँ जुन चाहिँ हामीले 19 तारिकको दिन। र साथै हजुरहरूलाई अब दोस्रो दिनको जुन चाहिँ गर्ने कर्महरू के छ, जस्तै अब काग तिहार आउँछ। सर्वप्रथमको हाम्रो तिहार नै काग तिहार हो, जसलाई काग बलि पनि भनिन्छ। काग बलि भन्नाले कागलाई भोजन अन्नदान गर्ने दिन हो र त्यो दिन हामीले कागलाई पूजन गरिसकेर भोजन गराइसकेर धन्वन्तरी भगवानको पनि पूजन गर्न आवश्यक छ, जो चाहिँ हाम्रो 19 तारिक आइतबारको दिन परेको छ। र साथै भोलिपल्टको दिन कुकुर तिहार अनि त्यति बेलै बेलुकाको समयमा वृष लग्न हुनाले र अमावास्या पनि भेट्नाले हामी लक्ष्मी पूजन गर्नेछौँ। अनि लक्ष्मी पूजाको साथसाथै रातिको समयमा हामी काली माताको पनि हामी पूजन गर्ने गर्नेछौँ। र त्यहाँदेखि हामी भोलिपल्टको दिन जाउँ। अब यस पञ्चाङ्गमा निर्णय दिएका छैनन् कि गौ पूजा गर्नुपर्छ भनेर। भोलिपल्ट अमावास्या पर्दछ। अमावास्या औँसीको दिनमा हामीले अवश्य नै गौ पूजन गर्नुपर्दछ। अनि गौ पूजन गरेको भोलिपल्ट त्यहाँदेखि उता कार्तिक शुक्ल पक्ष लाग्ने गर्छ, प्रतिपदा तिथि सुरु हुन्छ र त्यति बेला हामीले गोरु पूजा र गोवर्धन पूजा अवश्य हामीले गर्नुपर्दछ। र साथै त्यहाँदेखि भोलिपल्ट 23 तारिकको दिन हाम्रो अत्यन्तै ठुलो चाड मानिन्छ हामी सनातनीहरूको लागि। भाइटिका भन्ने गर्छौँ हामी सम्पूर्ण नेपालीहरूले र अरू जातहरूमा भाइदुज भन्ने गर्दछन्। र त्यो दिन हामीले भाइटिका मनाउँछौँ 23 तारिकको दिन बिहीबारको दिन। र बिहीबारको दिन हाम्रो साइत रहनेछ अत्यन्तै शुभ साइत हामी मान्छौँ। 11:40 देखि हामीले सुरु गर्नेछौँ
यो शुभ साइत हो। 11:40 देखि त्यहाँदेखि सुरु गर्दा हामीले हुन्छ भाइ टिका लाउनको लागि। र अझै एउटा मुहुर्त अगाडि आएको हुन्छ, त्यो चाहिँ कस्तो मुहुर्त भन्नाले सूर्योदयको मुहुर्त भनेर भनिन्छ। सूर्योदयको मुहुर्त कस्तो भन्नाले सूर्योदयदेखि लिएर प्रथम मुहुर्त एउटा समय हुन्छ 7:30 बजेको भित्रसम्ममा, त्यति बेला पनि हामीले अत्यन्त शुभ मुहुर्त मानेर कहीँ टाढो जानु छ भनेदेखि टिका लगाएर हामी अगाडिको यात्रा गर्न सक्छौँ। र यति भन्दै हजुरहरूलाई यसपालिको जुन चाहिँ दिवाली भनिन्छ, भाइ टिका, भाइ दूज जुन चाहिँ भनिन्छ, यो सम्पूर्ण विस्तारपूर्वक हजुरहरूलाई बताउन पाएँ। धेरै धेरै धन्यवाद। र हजुरले भाइ टिकाको शुभ साहित्य बताइदिइहाल्नु भयो। र सँगसँगै लक्ष्मी पूजा, साँझको जुन लक्ष्मी हामी पुज्छौँ त्यो कुन समयमा पुज्दाखेरि चाहिँ शुभ सायद हुन्छ, सँगसँगै भोलिपल्टको गाई पूजा र सँगसँगै गोवर्धन पूजा, गोरु पूजा चाहिँ कुन साइडमा गर्दाखेरि चाहिँ अब शुभ सायद हुन्छ भन्ने त्यो विषयमा पनि स्पष्ट पारिदिनुहुन्छ भने हजुरलाई अनुरोध गर्दछु। र हजुरहरूलाई मैले दिन त बताएँ, पूजन गर्ने दिनहरू होइन, र हजुरहरूले साथैमा म सायद पनि बताउन गइरहेछु। सर्वप्रथम त 18 तारिक हामीले अक्टोबर 18 तारिक शनिबारको दिन जुन चाहिँ धनतेरस मनाउन गइरहेका छौँ, त्यो हामी 1:30 बजेदेखि सुरु गर्न सक्छौँ दिनको समयमा। त्यहाँदेखि उपरान्त हजुरहरूले बेलुकासम्म सम्पूर्ण सामग्रीहरू, आफूले चाहेको सामग्रीहरू किन्न सक्नुहुन्छ। र अर्को दोस्रो दिनको कुरा आउँछ 19 तारिक, पूजन काग र बलि, काग तिहार भनिन्छ। काग तिहार हामीले बिहानको शुभ सायतमा सूर्योदयको 8 बजेको भित्रसम्म हामीले गर्दा हुन्छ। समय मिलेन भनेदेखि 9 बजीसम्म पनि हामीले गर्दा मिल्छ। र त्यति बेलै धन्वन्तरी भगवानको पनि पूजन घरमा हामीले स्थापना गरेर गर्न सक्छौँ। किनभनेदेखि धन्वन्तरी भगवान चाहिँ आयुर्वेदिकको ज्ञाता मानिन्छ। तसर्थ घरमा सपरिवारको निरोग आरोग्यको विषयमा घरमा कसैलाई धेरै रोग लागेको छ भनेदेखि यति बेला भगवानसँग हामीले पूजन पाठ गरेर घरका जति पनि सदस्यहरू बिमारी भइराख्नुहुन्छ उनीहरूको निम्ति हामी अगाडि आउने दिनहरूमा निको हुने कामना पनि गर्न सक्छौँ। र तसर्थ 20 तारिकको दिन हामी कुकुर तिहार बिहानी पख हामीले सबै गरिसकेर, बिहानी पख भन्दा 8-9 बजेको भित्रसम्म गरिसकेर, अब लक्ष्मी पूजाको कुरा आउँदाखेरि लक्ष्मी पूजाको शुभ सायत रहनेछ 7 बजेदेखि 9 बजीसम्म चाहिँ अत्यन्तै शुभ सायत छ। यति बेला वृष लग्न भेटिन्छ र यति बेला लक्ष्मी माताको पूजन गर्दा अत्यन्त उत्तम हुन्छ। अनि त्यहाँदेखि उपरान्त हामी अब काली पूजाको कुरा आउँछ। काली पूजा भन्नु नै कालरात्रि माता हो, रात्रि नै पूजा हुन्छ उहाँको। तसर्थ राति हामीले पूजनको त्यहाँदेखि उपरान्त काली माताको पूजन पनि 20 तारिकको बेलुका राति हामी गर्न सक्छौँ। र अर्को कुरो 21 तारिक जुन मङ्गलबार परेको छ त्यो दिन हामी बिहानकै समयमा गौ माताको पूजन गर्दा उत्तम हुन्छ। अमावस्या तिथि र औँसी तिथि जुन परेको छ त्यो हामीलाई अत्यन्तै राम्रो तिथि छ, त्यति बेला हामी गर्न सक्छौँ। तसर्थ 22 तारिक कार्तिक शुक्ल पक्षको प्रतिपदा जुन चाहिँ तिथि सुरु हुन्छ हुन त अघिल्लो दिनै लागिसकेको हुन्छ। र गोरु पूजा दिन जुन चाहिँ बुधबार 22 तारिक रहेको छ त्यो हामी बिहानकै समयमा 9 बजीसम्म हामीले गरिसक्दा हुन्छ। किनभनेदेखि अब गाई बस्तुहरू हुन्छन्, आफ्नो चराउने ठाउँमा पनि लानुपर्छ। गौ र गोरुको हामी पूजन यही समयमा हामी गर्नु उचित रहन्छ। अनि त्यहाँदेखि उपरान्त साथसाथै गोवर्धन भगवानको पनि पूजन गर्नुपर्छ। अब गोवर्धन भगवान जस्तै प्रकारले भगवान श्रीकृष्णले सम्पूर्ण ब्रजवासीहरूलाई गोवर्धनलाई उठाएर सबै ब्रजवासीलाई बचाउनु भयो, त्यस्तै प्रकारले हाम्रो पनि क्षेत्रमा गोवर्धन पर्वतहरू रहेका छन्। यी सबै डाँडा काँडाहरू जति भन्छन् यी पर्वतहरू हुन्, यिनकै हामी अगाडिपट्टि हामी उनकै संरक्षणमा हामी बसिरहेका छौँ। तसर्थ आफ्नो आफ्नो क्षेत्रको गोवर्धन भगवानको पूजन पनि हजुरले गर्न सक्नुहुन्छ। र भोलिपल्ट 23 तारिकको दिन हजुरहरूलाई मैले बताइहालेँ भाइ टिकाको शुभ साइत रहेको छ। बिहिबारको दिन 11:40 देखि सुरु गर्न सक्नुहुन्छ बिहानको। अझै हजुरहरूलाई कहीँ जानु छ भनेदेखि, हतार छ भनेदेखि टाढा यात्रा पनि हुनसक्छ त्यो दिन, बिहान 7:30 भित्रमा हजुरहरूले टिका लाउन सक्नुहुन्छ। र यसपालि 2025 को तिहार हामीले कुन दिनमा कुन साइटमा मनाउने त्यो त गुरुजीले हामीलाई विस्तार रूपमा पस्किदिइहाल्नु भयो, त्यसको लागि गुरुजीलाई धेरै धेरै धन्यवाद। र सँगसँगै हजुरहरूले ज्योतिष विषयमा केही जानकारी चाहनुहुन्छ या जस्तै कुण्डली भयो, जन्म कुण्डली, रिलेसनसिप, वास्तुशास्त्र,
करियर, एजुकेसन यो सबैको बारेमा पनि हजुरहरूले यदि जान्न चाहनुहुन्छ भने गुरुजीसँग सम्पर्क गर्न सक्नुहुनेछ। हामी गुरुजीको नम्बर पनि त्यहाँ दिएका हुन्छौँ। र यस भिडियो हेरे पश्चात चाहिँ अब हजुरहरू कुनै अन्यलमा छैन भने आशाको साथ यो भिडियो म यहीँ हजुरहरूसँग बिदा मागेँ। र सँगसँगै गुरुजी चाहिँ इन्स्टा एस्ट्रो भन्ने एउटा अनलाइन एप छ, त्यसमा चाहिँ मालिक नाम गरेर गुरुजीको एउटा आइडी छ। हजुरहरू टाढा टाढामा हुनुहुन्छ भने त्यसको मार्फत पनि हजुरहरूले गुरुजीसँग आफ्नो कुण्डलीहरू देखाउन सक्नुहुनेछ। र त्यो सँगसँगै आजको भिडियो यति नै। नमस्ते। र हजुरहरूलाई हाम्रो सम्पूर्ण आँखीझ्याल च्यानलको दर्शकवृन्दहरूलाई तिहारको हार्दिक मङ्गलमय शुभकामना। र हजुरहरूलाई आउँदो दीपावली भाइटिकाको धेरै धेरै शुभकामना। हजुरहरू समक्षमा केही कुरा राख्न चाहन्छु। कुनै पनि ज्योतिषको विषयमा चर्चा, वास्तुशास्त्र होस्, घरको विभिन्न प्रकारका घरको वास्तुले गर्दा आफ्नो पनि शरीर पनि बिग्रेका हुन्छन्, घरमा अशान्ति भइरहेको हुन्छ, त्यो विषयमा कुनै पनि जानकारी लिनु छ भनेदेखि, वास्तुलाई सुधार्नु छ भनेदेखि त्यो विषयमा हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। र साथसाथै रिलेसनसिप, व्यापार, बिजनेस जुन चाहिँ भयो होइन, अनि केरियर, जब आदिको विषयमा पनि हजुरहरूले मलाई सोध्न सक्नुहुन्छ। र साथसाथै अर्को एउटा कुरो छ, इन्स्टा एस्ट्रोमा म त्यहाँनिर एस्ट्रोलोजर भएर बसेको छु। एस्ट्रो मालिक MALIK भनेर म त्यहाँ छु। यदि फोन गर्न सक्नु हुँदैन भने एप्स डाउनलोड गरेर हजुरहरूले मलाई त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ। म अनलाइन आएको त्यति बेला थाहा पाइहाल्नुहुन्छ यदि त्यहाँ आउनु भनेदेखि, अनि फलो गर्नुभयो भनेदेखि अझै धेरै सुविधा हुनेछ हजुरहरूलाई। र आउँदो दिनमा हजुरहरूको दिन पनि शुभ होस्, लक्ष्मी माताको, माँ कालीको सदैव आशीर्वाद भन्दै बनोस्, हजुरहरूमा सुख शान्ति होस् भन्दै आजको यस लाइभ प्रसारणलाई यही नै अन्त गर्न चाहन्छु। जय सीताले।